आजको हाम्रो मूल विषय भनेको महायान सूत्रहरूमा विपස්සनाको उद्देश्यहरू। धेरै जस्तो अहिले यहाँ काठमाडौँमा चलिरहेको महायान यो जुन समाज छ अथवा तिब्बतन नै भनौँ न, तिब्बतन समाजमा बुद्ध धर्म एकदम विकास भएको त छ, तर जति भित्रसम्म विपස්සना अथवा अरू भावनाहरूमा कम महत्त्व दिएको, तर रिचुअलमा बढी प्र्याक्टिस भएको चाहिँ हामी देख्न सक्छौँ। सायद तपाईँहरूलाई सायद त्यसै लाग्यो होला। त्यसमध्ये नेपालमा काठमाडौँमा त अझ झन् त्यो यो नेवार समाजमा यो रिचुअलमा मात्रै बढी प्र्याक्टिस भएको, त्यसको भावना, त्यसको मर्म के हो बुद्ध धर्मको भन्ने त्यसमा त्यति महत्त्व दिएको चाहिँ देखिँदैन। त्यसैले वास्तवमा विपස්සना भनेको नै बुद्ध धर्मको हार्ट, चाहे त्यो थेरवाद होस् या चाहे महायान होस्, बुद्ध धर्म भनेकै त्यो यो विपස්සना भनेकै बुद्ध धर्मको मुटु अथवा त्यो मुख्य विषय हो। अब त्यसलाई विपස්සनालाई बिर्स्यो भने त्यो बुद्ध धर्म नै होइन हामी भन्न सक्छौँ। तर आजकल जुन यो व्यवहारमा त्यही भइरहेको हामी देखिन सक्छौँ। अनि अहिले मेरो यो पावर पोइन्ट भनेको चाहिँ पहिलोपटक भयो भने म पनि सिकार, यसको लागि सिकार हो। अब त्यसैले त्यति सिरियसली नगएको अथवा तलमाथि केही भएको हुनसक्छ। मेरो भाषामा पनि त्यति मेरो नेपाली भाषा प्र्याक्टिस नभएकोले त्यसमा पनि केही गडबड होला, त्यसमा म चाहन्छु। अब यो महायान आजको मूल उद्देश्य भनेको महायान बुद्ध धर्ममा अथवा महायान सूत्रहरूमा विपස්සनाको उपदेशहरू कहाँ कसरी दिएको छ, अथवा थेरवादसँगको जुन सूत्र छ त्यससँग मिल्छ कि मिल्दैन भन्ने हाम्रो त्यसको प्रकाश गरी आउने चाहिँ मेरो उद्देश्य भयो। अब बुद्ध धर्म भनेकै चाहे त्यो थेरवाद होस् चाहे महायान होस्, त्यसको मूल उद्देश्य भनेकै विपස්සना अथवा चित्त शुद्ध गर्ने मूल उद्देश्य हुन्छ। अब त्यसै क्रममा एउटा प्रज्ञापारमिता, जुन प्रज्ञापारमिता सूत्र अहिले पनि यो पाठ गर्ने चलन छ। अब यसमा हामी यहाँ कल्चर अथवा अहिलेको आवाज अथवा कुनै अरू ठाउँमा पनि जुन सूत्रहरू पाठ गर्छ त्यसमा अहिले यो कल्चर मात्रै पाइरहेछ, पढ्ने मात्रै, त्यसको मिनिङ अर्थ थाहा पाउने, त्यसमा के छ भने चाहिँ केही थाहा छैन। त्यसैले यो पढ्न सक्ने, जस्तै अब भनौँ न, अब यो सुवर्ण अक्षरमा लेखिएको, संस्कृतमा लेखेको त्यो प्रज्ञापारमिता पढ्ने व्यक्तिहरूलाई पनि विपස්සना त यसमा पनि रहेछ भन्ने त्यो बुझ्न नसकेर त्यो पाठ गर्ने गुरुजहरू पनि अहिले विपස්සना शिविरमा गएर अथवा अर्कै किताबहरूमा विपස්සना खोज्न लागि परेको छ। वास्तवमा जुन प्रज्ञापारमितामा यो दिएको विधि, अहिले जुन हामी शिविरमा जाँदाखेरि आनापाना स्मृति अनि यो विपස්සना, अशुभ भावना, चतुर्स्मृति प्रस्थान आदि भावनाहरू यो प्रज्ञापारमिताको पञ्चविंशति शास्त्रीय प्रज्ञापारमितामा एकदम डिटेलली दिएको छ। तर अब त्यसमा आफूसँग भएको शास्त्रमा सूत्रमा अध्ययन गर्न चाहिँ छाडेर अब अरू ठाउँमा चाहिँ फेरि
खोज्ने जाने भइरहेको छ। अब म प्रकाशमा ल्याउन चाहेको के भने महायान शास्त्र सूत्रहरूमा पनि धेरै त्यो उपदेशहरू दिएको भएको पाइन्छ। अब यो आदि कर्म प्रदीप हाम्रो नेवार बुद्धिज्ममा कसरी हाम्रो दिनचर्या अभ्यास गर्ने भन्ने एउटा विधि क्रम चाहिँ आदि कर्म प्रदीप भन्ने झन्डै यो 11औं 12औं शताब्दीको एउटा विद्वानले रचना गर्नुभएको छ एउटा शास्त्र। अब त्यसमा पहिला जस्तै उठ्न साथै मुख शौचाधिकं कृत्वा प्रातः ध्यानं जपं तथा भन्दाखेरि यो गर्नुपर्ने त पहिलेदेखि नै थियो नि। बिहान उठेर मुख शौच आदि गरिसकेपछि बिहानै जप ध्यान गर्नु भन्ने आदेश दिएको छ। अब त्यो क्रम चाहिँ ध्यान गर्ने क्रम चाहिँ बिर्सिँदै छोड्दै ल्याएछ। पूजा आदि पाठ गर्नेमा मात्रै सीमित भएछ। वास्तवमा हाम्रो क्रम गर्नुपर्नेमा त्यो ध्यान गर्नुपर्ने जप गर्नुपर्ने विधि यसमा एकदम राम्रोसँगै निर्देशन दिएको छ। अब त्यस्तै नाम सङ्गीति पाठ हुन्छ, कुर्यात प्रणिध्यम दिएको छ भने त्यसपछि नाम सङ्गीत पाठ गर्ने, त्यसपछि अन्नमा भद्रचर्या आदि सबै कुरा सकिएपछि प्रज्ञापारमिता दिनाम पाठम कुर्यात यथेप्सितम भन्ने जुन प्रज्ञापारमिता पनि पाठ सकेसम्म जति सक्छ त्यति पाठ गर्नुपर्छ भन्ने त्यो नियम चाहिँ पहिला यो क्रम दैनिक चर्यामा यो दिएको छ। अब यति हुँदै पनि अहिले हामी पाठ गर्ने कमसेकम प्रज्ञापारमिता पाठ गर्ने पनि छाडिसक्यो। अब ध्यान बिहान उठेर ध्यान गर्ने पनि छाडिसक्यो। अब कसैले जप गर्छ होला, त्यसमध्ये कसैले नाम सुन्दी पाठ कसैले त्यो पनि सबैले होइन, कसैले नाम सुन्दी पाठसम्म गरिरहेको हामी पाउँछौँ। अब हामी प्रज्ञापारमिता नै वास्तवमा महायानको यो विपස්සनाको मूल स्रोत हो। अब विपස්සना किन चाहियो भन्ने एउटा हामी प्रारम्भ किन विपස්සना चाहियो भन्ने अथवा त्यसको लक्ष्य एउटा हामी जाउँ। अब संसारको उत्पत्ति जब हामी साइन्समा भन्छ बिग ब्याङ भएपछि जुन अब संसारको सृष्टि भयो, ब्रह्माण्ड पृथ्वी आदि जुन यो अस्तित्वमा आयो, त्यसपछि यहाँ जीवको पनि सुरुवात भयो। अब जीव सुरुवात भएपछि यो प्राणीहरू सुरुवात भएपछि अब हामी प्रतिसौर पाठ अनुसार अविद्या संस्कार विज्ञान नाम रूप सनातन भन्ने त सबैले बुझेकै होला सायद। अब त्यही प्रतिसौर पाठको कारणले प्राणीहरू दुःखमा परेको हामीले सबैले थाहा भएकै कुरा हो। अब त्यसै क्रममा अब यो पहिला जुन निर्माण मार्गको अरहत अनागामी सकटागामी सर्टापट्टि आदि चाहिँ थिएन। खालि यो देवलोक, प्रेतलोक, नरकलोक, त्रिलोक, ब्रह्मलोक। जब प्राणीहरूको सृष्टि उत्पत्ति भएपछि उनीहरूले अविद्याको कारणले हामी तृष्णामा भुली, तृष्णाको कारणले फेरि उपादानको कारणले फेरि भव हुँदै यो संसार चलिरहेको चाहिँ हामी सबैले देखिरहेकै अथवा बुझिरहेकै कुरा हो। अब त्यसमा जबसम्म भगवान् बुद्धको उत्पत्ति भए थिएन त्यति बेलासम्म प्राणीहरूको उपाय छैन। अहिले पनि बुद्ध धर्म राम्रोसँग नबुझ्नेहरू त संसारमै घुमिरहेको छ नि। त्यसमा अब संस्कारको निरोध गर्ने, संस्कार कसरी काट्ने भनेर त्यो त थाहा छैन। हामी बुद्धिज्मको के बुझेकोले मात्र यस्तो उपाय रहेछ भने हामीले मात्र बुझ्यौँ।
वास्तवमा अब पाटनमै भनौँ अथवा काठमाडौँ जति पनि यो प्राणीहरू छ अथवा मान्छेहरू छ उनीहरूले पनि यो संसारबाट निर्माण हुने कसरी भनेर बुझेको छैनन्। त्यसैले अब यदि संसारबाट निर्माण जाने बाटो थाहा पाएन भने पाउँदैन भने हामी संसारमै अब जन्मियो अविद्याले फेरि त्यही तृष्णा उत्पत्ति भयो, तृष्णाबाट भव कर्म बनायो, कर्मबाट फेरि भव, यसरी हामी घुमिरहेको हामी टिभीमा अथवा आफ्नै जीवनमा पनि टिभीमा पनि जुन अब हामी नेसनल जियोग्राफी आदि हेऱ्यो भने त प्राणीहरू दुःखमय घुमिरहेको छ। मजबुरले आफ्नै अविद्याले मजबुरले ढुक्क चक्रमा घुमिरहेको छ। हामीदेखि सबैले थाहा पाएको कुरा हो। अब त्यसै कुरालाई अब संसारबाट प्राणी उत्पत्ति भयो। प्राणी उत्पत्ति भएर त्यो दुःखमय अविद्याको कारणले दुःखमा अथवा दुःख सागरको भ्रमरीमा त्यो एकदम दुःख पाइरहे। अब त्यसलाई के कसरी निकाल्ने, त्यो दुःख सागरबाट कसरी निकाल्ने भन्ने उपाय उहाँको आविष्कार अथवा उहाँको उद्देश्य नै हामी अनुमान गर्न सक्छौँ कि भगवान बुद्ध सिद्धार्थको बेला अथवा सिद्धार्थ जन्म हुनु अगाडि यो अथवा यो हामी पृथ्वी अथवा मानव जातिमा यो संसारबाट हामी निर्माण हुने कुनै उपाय कसैले दिएको छ र छैन नि है। कुनै पनि धर्ममा पनि संसारबाट निर्माण हुने कसरी, मोक्ष हुने कसरी भन्ने कुनै धर्ममा पनि त्यो धर्म गरिरहेछ, धर्मको अभ्यास गरिरहेछ, तर त्यो पक्का निर्माणको बाटोमा लाग्ने उपाय चाहिँ छैन। त्यसैले तर पुण्य गर्ने चाहिँ फेरि त्यस परम्परा चाहिँ छ। अब त्यही पुण्यको परम्पराबाट संसारमा कुनै लोकमा जन्मिन्छ, कोही मनुष्य लोकमा जन्मिन्छ, कुनै अरूप लोकमा, कुनै ब्रह्मलोकमा, त्यो चाहिँ कन्टिन्यू चलिरहेको थियो। अब त्यसो भने त्यो अब विपश्यना ज्ञानमा आउनु अगाडि जुन पुण्य कर्म अथवा हामी ध्यान आदि गर्छौँ त्यसबाट निर्माण त अथवा मोक्ष त हुने त होइन नि। त्यसैले कुनै लोकमा जन्मिन्छ, त्यसको कुनै आयु लाखौँ वर्ष हुन्छ, कुनैको 5000 वर्ष, कुनैको 500, कुनैको 100 वर्ष, त्यसरी चलिरहने चाहिँ थियो। अब त्यसैको लागि अब भगवान बुद्धको सिद्धार्थको उद्देश्य भनेको प्राणीहरू कसरी यो दुःखबाट निकाल्ने, कसरी यो मरण हुनुपर्ने, बुढा हुनुपर्ने, रोगी हुनुपर्ने त्यस परम्पराबाट कसरी बच्ने भन्ने उहाँको खोज थियो। अब खोज्यो भने जे पनि पाइँदो रहेछ। हामी आफै एकचोटि सोचौँ न, त्यो सिद्धार्थको वातावरणमा अथवा त्यो समाजमा बसेर त्यस्तो संसारबाट मोक्ष हुने, निर्माण हुने के चिज होला, कसरी गर्न सकिन्छ भने हामी सोच्यो भने अहिले हामी यो विपश्यनाको ज्ञान थाहा पाएर मात्र हामी निर्माण अथवा यो मोक्ष हुने आइडिया आफूलाई आएकोले त्यो अलिक गाह्रो छैन जस्तो हामीलाई फिलिङ हुन्छ। तर हामी यो ज्ञान अथवा विपश्यनाको ज्ञान अथवा महायानको ज्ञान, दशपारमिता आदि ज्ञान हामीसँग नभएको भए त्यो संसारबाट कसरी मोक्ष हुने भने हामीले त्यो आइडिया निकाल्नु एकदम गाह्रो हुन्छ। त्यसैले उहाँले अब संसारमा यो संसार चक्रमा घुमिरहेका प्राणीहरूलाई कसरी निकाल्ने भन्ने उहाँको खोज मध्ये यो निरोधको खोज विपश्यना भनेको यो उहाँले तत्त्व लगाउनु भएको यो विपश्यनाको ज्ञान हो। अब जसअनुसार जसरी अविद्या, संस्कार, विज्ञान, नाम, रूप, सल्याटन, स्पर्श आदि उपादान भाव आए, अब त्यसरी नै त्यसको ठ्याक्क उल्टा गयो भने फेरि त्यो निर्माणको बाटोमा अथवा विपश्यनाको त्यो मोक्षको बाटो
त्यसको ठ्याक्क उल्टाबाट जाँदाखेरि हुन्छ भने हामीले अनुभव अथवा तपाईँहरूले सुनेको होला, हामी अनुमान पनि गर्न सक्छौँ नि। जुन चिज उत्पत्ति भयो अथवा कुनै घटना भयो भनौँ न, कुनै अब घटना भयो अथवा यो मारकाटको कतै ठाउँमा कुनै ठाउँमा घटना घट्यो भने त्यसलाई पत्ता लगाउन त्यसको पछाडिदेखि आउँछ नि हामी, कसले आयो, के भयो, कोसँग कुरा गर्यो, अथवा सम्बन्ध त्यो अथवा पक्ष विपक्षको सम्बन्ध के थियो भने त्यसरी अनुसन्धान गर्दाखेरि त्यसको मूल ठाउँमा पुगिन्छ नि। ठिक त्यस्तै अब यो अर्को राम्रो उदाहरण हेर्दाखेरि हामी आजकल त सिसी क्यामेरा धेरै जस्तो ठाउँमा हुन्छ। अब कुनै ठाउँमा चोरी भयो भने सिसिटिभी क्यामेरामा त्यसलाई उल्टाबाट हेऱ्यो भने त्यसको टाइम चाहिँ पछि जाँदै त्यो ठ्याक्कै त्यो को आएको, कसरी आएको, कतिजना आएको भने त्यो ठ्याक्कै देख्न सकिन्छ। त्यस्तै यो प्रत्येक समुदायको जुन हामी उल्टाबाट हाम्रो जन्म कसरी भयो भन्ने त्यसलाई जस्तै उपादान, हामी दुःख भएको कारण हाम्रो उपादान के हुने, हामीले कुनै वस्तुमा उपादान गरेकोले नै त्यसको कर्म भनेर संसार चक्र बनेको हो। अब त्यसलाई उपादान गरेन, हामीले उपादान गर्न अगाडि हामीलाई चेतना आयो भने त्यसलाई रोक्छ नि। त्यो उपादानलाई रोकेपछि हामी यो कर्म बन्दैन। उपादान कसरी आउने भन्दाखेरि त्यो तृष्णा भन्ने आउँछ नि। तृष्णाबाट हामी तृष्णा गरेकोले नै उपादान गरेको भन्ने त्यो कारण चाहिँ बुझिन्छ। ठिक त्यस्तै जस्तै तृष्णालाई रोक्नलाई के कसरी तृष्णा आएको नि भन्दाखेरि हामी यो वेदना भन्ने हुन्छ नि, वेदना सुख दुःख वेदनाले नै यो तृष्णा आएको हो। यसरी अब यो कुरा त विपස්සनाको साधारण हामी सूत्रमा जान्दाएकोले यो केही विपස්සनाको लक्षण मात्रै हामी म जान्दाएको हो। यति कुरा चाहिँ तपाईँहरूले पनि पहिला सुनेकै हुनुपर्छ। तर अब विपස්සना परिचय भन्दाखेरि यो पनि अलिअलि त सबैलाई बुझेकै कुरा होला। अब यहाँ थेरवाद हामीले बुझिरहेको अहिलेको विपස්සना थेरवाद आधारमा हामी बुझिरहेका छौँ। अब थेरवाद अनुसार जुन यो गोइङ्काजीले जुन शिविर अहिले शिविर चलिरहेको छ, त्यसलाई हामी विपස්සना भन्ने बुझ्छौँ। अब थेरवादी अनुसार थेरवादको शिविरहरू पनि अब भन्टीहरूबाट पनि चलिरहेकै छ अथवा गृहस्थहरूबाट पनि चलाउँदै आइरहेकै छ। त्यसैले हामी किताबहरू पनि त्यसको थेरवादको विपसनाबारे हामी किताबहरूको माध्यमबाट अथवा नेटको माध्यमबाट युट्युबबाट पनि हामी बुझ्न सक्छौँ अथवा बुझिरहेकै होला। त्यसैले अब आनापान स्मृति र अशुभ भावना आदि कायानुपස්සना, वेदनानुपස්සना, चित्तानुपස්සना, धम्मानुपස්සना भन्ने जुन थेरवादमा उल्लेख छ यो थेरवादको विपसना भयो। अब हामी थेरवाद विपसना पनि 3 किसिमको छ। थेरवाद अनुसार विपसना अर्हतको लागि उद्देश्य अनुसार त्यसको भावनामा पनि शिक्षामा पनि अलिअलि फरक परिरहेको छ। अब थेरवादी अनुसार जुन हामी अब तपाईँहरूले बुझिरहेको विषय हो त्यो चाहिँ थेरवादको अनुसार भयो। अब प्रत्येक बुद्धको पनि विपसना अर्कै हुन्छ।
तर प्रत्येक बुद्धको विपसना कुनै शिक्षा लिएर कसैसँग सिकेर होइन कि प्रत्येक बुद्ध कुनै पनि विषय हेरेरै जस्तै कुनै उत्पत्ति विनाश भएको क्रमलाई त्यो प्रकृतिलाई नै हेर्दै बुझेर त्यो वैराग आएर विपसनालाई अथवा बुद्धत्वलाई बुझ्छ। कुनै शिक्षाबाट सिकेर त्यो बुझेको हुँदैन प्रत्येक बुद्ध। फेरि उहाँले सिकाउन पनि सिकाउँदैन। प्रत्येक बुद्ध आफै एक्लै हिँड्नुहुन्छ, केही पनि बोल्नु हुँदैन, एक्लै जहाँ पनि हिँड्नुहुन्छ। त्यसैले हामी उहाँसँग शिक्षा भने उहाँको एक्टिभिटी हेरेरै त्यो विपसनाको ज्ञान बुझ्नुपर्छ। तर अहिले जुन यो बुद्ध शासन छ, त्यो यो बुद्ध शासन भएको बेला प्रत्येक बुद्ध चाहिँ उत्पत्ति हुँदैन। यो बुद्ध शासन नभएको बेला मात्रै प्रत्येक बुद्धहरू उत्पत्ति भइरहेको हुन्छ। त्यसैले प्रत्येक बुद्ध भन्ने अथवा प्रत्येक बुद्धयान भनेको अहिले यहाँ चाहिँ छैन, यो पृथ्वीमा छैन भन्नु पर्यो। अहिले बुद्ध शासन भएकोले बुद्ध प्रत्येक बुद्ध अलिक उहाँको सिद्धान्तमा फरक छ। अब महायानमा फेरि थेरवादमा जस्तो विपसना अलिक फरक छ। अलिक फरक भनेको भने अब महायान भनेको बोधिसत्वयान भनेको यो बोधिसत्वको अन्तिम लक्ष्य भनेको बुद्धत्व अथवा संसारका सबै प्राणीहरूलाई मुक्त गराउने उहाँहरूको उद्देश्य भएको हुनाले उहाँको कर्तव्य अथवा उहाँको क्रिया धेरै लामो छ अथवा धेरै उहाँको जिम्मेवारी छ बोधिसत्वको लागि। किनभने उहाँको लाइफ यो लाइफ मात्र होइन कि प्राणीहरू भए समय उहाँहरूको जस्तै एउटा बोधिसत्वयान भनेको एउटा ठुलो मिलिट्री जस्तो उहाँको यदि संसारमा प्राणीहरू यसले जन्मिएर दुःख भोगिरहेको छ भने हामी त्यसलाई हामी निरोध गर्ने, सबै प्राणीहरूको दुःख निरोध गर्ने, उहाँहरूको दुःख सागरबाट ताड्ने भन्ने उहाँहरूको अधिष्ठान भएकोले उहाँहरूको लागि उपायहरू धेरै चाहिन्छ। संसारमा बस्नको लागि, संसारमा प्राणीहरूको लागि सिकाउनको लागि, आफू पनि संसार र निर्माणको बिचमा बस्नको लागि धेरै उपायहरू भएकोले अब थेरवादमा वैराग ल्याउने, संसारप्रति वैराग ल्याएपछि यो संसारबाट आसक्ति हुँदैन। आसक्ति नभएपछि यो निर्वाण अथवा मोक्ष, संसारमा एट्याच नभएपछि हामी मोक्षमा लाग्ने, त्यो उद्देश्य थेरवादमा हुन्छ। अब महायानमा संसारमा बसेर फेरि संसारको एट्याचमा नफस्ने, हामी स्विमिङ गर्दाखेरि हामी पानीमा पनि डुब्दैन नि, ठिक त्यस्तै पानीमा पनि बस्ने, पानीमा पनि नडुब्ने, त्यस्तो किसिमको उहाँहरूको अभ्यास भएकोले यो महायानमा अथवा महायान भनेकै बोधिसत्वयान भनेकै संसारको प्राणीहरूलाई दुःखबाट मुक्त गराउने उहाँहरूको लक्ष्य हो। त्यसैले अब यो थेरवादमा हामी स्मृति प्रस्थान सूत्र, महासति प्रस्थान सूत्र भन्ने जुन सायद तपाईँहरूले सुनेको होला कि थेरवादमा महास्मृति प्रस्थान सूत्र भन्ने सूत्रमा आनापाना स्मृतिदेखि हाम्रो कायानुस्मृति, वेदनानुस्मृति, चित्तानुस्मृति, धम्मानुस्मृतिको अभ्यास दिएको हुन्छ। अब थेरवादमा यो महास्मृति प्रस्थान सूत्रलाई नै एकायेन अयम मग्गो भन्ने एउटै मात्र बाटो छ संसारको निर्माण हुनको लागि, मोक्ष हुनको लागि भन्ने यो सुरुमै त्यो आउँछ। त्यसैले
अझ यो महासन्धि प्रस्थान सूत्रमा यदि त्यसलाई अभ्यास गर्दा, त्यो सूत्रअनुसार अभ्यास गर्दा त्यसको म्याक्सिमम टाइम 60 वर्षमा अरहत हुने भन्नेसम्म त्यो घोषणा गरेको छ। मिनिमम 60 दिनमै यदि महासन्धि प्रस्थान अनुसार अभ्यास गर्न सक्यो भने यो 60 दिनदेखि 60 वर्षभित्र त्यो अरहत हुने भन्ने यो वचन त्यो सूत्रमै दिएको छ। त्यसैले आजकल जुन सती प्रस्थान विपसना शिविरमा पनि 10 दिनको पछि अर्को 1 महिनाको शिविरमा यो सती पठानकै अभ्यास हुन्छ। अब त्यस्तै यहाँ म खोल्न लागेको यो गायन सूत्र र थेरवाद सूत्रमा कहाँ यो विपसना सम्बन्धी कुरा छ भन्ने म बुझाउन लागेको हो। त्यसमध्ये धेरै सूत्रहरू छ यो विपसनाको लागि, समता विपसनाको लागि। त्यसमध्ये मुख्य यो स्मृति प्रस्थान सूत्र, विशुद्धि मार्ग पनि सायद सुन्नु भएको होला, नेपाली भाषामा पनि त्यसको अनुवाद भएको छ। विशुद्धि मार्ग एकदम यो थेरवाद अनुसार विपसना प्र्याक्टिसको लागि, अभ्यासको लागि नवीन हुने यो किताब हो। त्यस्तै अभिधर्म आदि, अभिधर्म त्रिपिटक मध्ये अभिधर्म पिटक एकदम यो बुद्ध धर्ममा नहुने मूल विषय हो। अब त्यसमध्ये विपसना सम्बन्धी हामी निर्माणको लागि जुन उपाय हो, उपाय सबै यो अभिधर्म पिटकमा पाइन्छ। तर यद्यपि त्यो गम्भीर छ, गम्भीर भए पनि यो पढ्नै पर्ने यो अभिधर्म पिटक। अब यो भयो थेरवादको अनुसार। अब प्रत्येक बुद्धमा यो टेक्स्ट हुँदैन, यो हेरेरै बुझेरै यो बुझ्नुपर्ने भएकोले विपसना पनि हेरेरै बुझ्नुपर्ने। हामी निर्माण पनि त्यो बुद्धत्व अथवा प्रत्येक बुद्धको बुद्धत्व पनि हामी उहाँको यो आचरण हेरेरै थाहा पाउनुपर्ने। त्यसो भएकोले त्यो प्रत्येक बुद्धमा कुनै टेक्स्ट उपदेश चाहिँ हुँदैन। अब महायानमा प्रज्ञापारमिता सूत्रमा अथवा तिब्बतनमा के होम थाहा अब यो सूत्रमा प्रज्ञापारमिता सूत्रमा सबभन्दा अब अभिधर्म सूत्र अनुसार यो अभिधर्म नै हो प्रज्ञापारमिता भन्ने। अब प्रज्ञापारमिता, अब एउटा उदाहरण प्रज्ञापारमिताको पञ्चविंशति शास्त्रीय प्रज्ञापारमितामा, अष्टशास्त्रीय प्रज्ञापारमितामा विपसनाको डिटेल त्यो टेक्स्ट चाहिँ छैन। के चाहिँ मात्र त्यो अलिक सर्टकट हो वास्तवमा अष्टशास्त्रीय प्रज्ञापारमिता। त्यो पञ्चविंशति शास्त्रीय भने 25,000 श्लोकको प्रज्ञापारमितामा यो जुन थेरवादमा जस्तै कायानुपස්සना, ज्ञानानुपස්සना, चित्तानुपස්සना, धर्मानुपස්සनाको हाम्रो आनापान स्मृति भावनाको त्यो पुरा डिटेल त्यसको 9औं ज्ञान पटल त्यो परिवर्तनमा डिटेल एकदम राम्रैसँग हामी कम्पेयर गऱ्यौँ भने थेरवादको सँग झन् 90% मिल्छ। त्यस्तो विधि अब प्रज्ञापारमितामा हुँदै पनि हामी त्यो विधिलाई बुझ्न नपाएर हामी अरू ठाउँमै यो प्रज्ञापारमिता खोज्न अथवा खोजिरहेका छौँ भन्नु पर्यो। अब यो विपसना 10 दिनको विपसना शिविरमा हामी पूजा गर्न मिल्दैन, पाठ गर्न मिल्दैन, अथवा कुनै त्यो नित्यकर्म आदि गर्न मिल्दैन भन्ने नियम छ। त्यस नियम अनुसार, नियमको कारणले
धेरै यहाँका गुरुज्यूहरू चाहेर पनि त्यो विपස්සना शिविरमा जान नसकेका धेरै छ। अब त्यहाँ त्यस्तो नियम छ, मैले आफूले गरेको त्यो नित्य कर्म पनि छोड्न सक्दैन, अब त्यहाँको नियमअनुसार मिल्दैन भनेर यो छोडेको। वास्तवमा सिक्नुपर्ने त हो नि, त्यही पनि त्यो नियमको कारणले विपස්සना छोड्नु परेको यहाँ धेरै गुरुजनहरू त्यस्तो छ। तर यदि प्रज्ञापारमिता सूत्रमा नै यो विधि छ भन्दाखेरि आफैले पढिरहेको किताबमै त्यो विधि छ भन्दाखेरि त आफ्नो तालले अथवा प्रज्ञापारमिताको माध्यमबाट आफैले चलाउन त सक्ने हो नि। त्यो प्रज्ञापारमिता सूत्रमा त्यो ध्यान विधि अथवा समता ध्यान विधि, त्यो विपස්සना ध्यान विधि छैन भन्ने लागेर मात्रै त्यो खोज्नु परेको हो, अरू ठाउँमा हामी जानु परेको हो। यदि आफैसँग रहेछ यो प्रज्ञापारमितामा यो समता भावना पनि छ, आनापान स्मृति पनि रहेछ, यो विपස්සनाको 4 स्मृति प्रस्थान पनि रहेछ भन्ने बुझेको भए हामी अब जप गरेर पनि नित्य कर्म गरेर पनि हामी आफ्नै बिहारमा त्यो शिविर अथवा विपස්සना गर्न सकिने रहेछ। तर अब पास गर्नेलाई पनि त्यो याद छैन अथवा होस छैन भन्नु पर्यो। पाठ मात्रै गर्यो या कर्मकाण्ड मात्रै गर्यो, तर कर्मकाण्डभित्रै त्यो विधि छ, विपස්සना विधि छ भन्ने नबुझेपछि हामी भएर पनि आफूले पनि आफूसँग भएको विधि अनुसार पनि त्यो विपස්සनामा हामी लाग्न सकेको छैन। अब बाहिर पनि हामी जान सकेको छैन, बाहिर आफ्नै नियमका कारण हामी जान सकेन, भित्र मुन्न बुझेर त्यो अभ्यास गर्न सकेन। त्यसैले हामी प्रज्ञापारमिता सूत्रमा पनि त्यो विधि छ, हामी त्यसलाई जुन त्यसैको माध्यमबाट पनि हामी एउटा अब हामी स्टुडेन्ट अथवा हामी विद्वानहरूले त्यो बुझोस् भन्ने उद्देश्यले नै हामी आजको यो कार्यक्रम गर्न लागेको हो। तर आजकल जुन युनिभर्सिटी अथवा युनिभर्सिटीमा पनि प्रज्ञापारमिताको विषयवस्तु पढाउँदाखेरि त्यसको गम्भीर भित्रसम्म गएर चाहिँ नसिकाएको मैले बुझेसम्म जुन विद्यार्थीहरूको छलफल गर्दाखेरि त्यति त थाहा छैन, साधारण प्रज्ञापारमिता शून्यता ज्ञान छ भने त्यो त त्यति मात्रै भन्छ, त्यसै गम्भीर किसिमले चाहिँ छैन छ भन्ने चाहिँ थाहा छैन भन्ने धेरै जसोले त्यसो भनेको पाइन्छ। अब हाम्रो टाइम त त्यसैले म यहाँ इन्फर्मेसन गर्न लागेको के भने यसरी प्रज्ञापारमितामा विधि विपස්සना विधिहरू छ। विपස්සनामा हामीले जानेको बुझेको जुन आनापान स्मृति चतुस्मृति मात्र होइन कि त्यसमा सप्तऋषि बौद्धिक पाठ्य आदि धेरै उपाय कौशलको तरिकाहरू हामी संसार र निर्माणको बिचमा कसरी बस्ने भन्ने त्यसका उपायहरू, धेरै किसिमको उपायहरू, धेरै किसिमको विधिहरू त्यो अर्थशास्त्र प्रज्ञापारमिता आदि प्रज्ञापारमिता साहित्यमा त्यो पाइन्छ। अब त्यसको हामी पाठ नै देखाउनु पाए अझै राम्रो हुने, तर हामी विषयवस्तु अलिक ठुलो पर्यो, टाइम चाहिँ छोटो भएकोले म साधारण जे होस् यो स्टुडेन्ट अथवा तपाईँहरूले प्रज्ञापारमितामा यस्तो रहेछ भन्ने मनमा लागेपछि पछि त्यसको बारेमा नेट आदि युट्युब आदि त्यसमा खोज्ने त तपाईँहरूले भइहाल्छ। ठिक त्यस्तै समाधिराज सूत्र हामी शील समाधि प्रज्ञा भन्ने चिज थेरवादमा मात्रै रहेछ अथवा थेरवादीहरूले मात्र कुरा गर्ने शील समाधिको कुरा गर्ने रहेछ भन्ने हामी त्यस्तो बुझाइ चाहिँ पाइन्छ। तर समाधिराज सूत्रमा यो शरीर काय वाक चित्त
काय शुद्धको लागि, वाक शुद्धको लागि, चित्त शुद्धको लागि धेरै परिवर्तनहरू त्यसमा दिएको पाइन्छ। त्यसबाहेक अब शीलको प्रशंसा, शील कसरी पालन गर्ने, शील पालन गरेको कारण हामीलाई के फाइदा हुन्छ, त्यस्तै समाधिको कारण समाधि कसरी बस्ने, कुन ठाउँमा बस्ने आदि शील समाधि प्रज्ञा। त्यस्तै ब्रह्मविहार अथवा चतुर ब्रह्मविहारको त्यो समाधिराज सूत्रमा त्यो एकदम प्रशंसा विधि चाहिँ त्यो प्रशंसा गरेको पाइन्छ समाधिराज सूत्रमा। त्यसबाहेक त्यसमा सानो सानो किसिमको विधिहरू जस्तै अभाव समुद्घट परिवर्त भनेको छ। अभाव समुद्घट त्यो विधि, अभाव समुद्घट भनेको भने हामी जे पनि उत्पत्ति भएको देख्छौँ, जस्तै अहिले तपाईँहरू पनि म देखिरहेको छौँ, त्यो पनि उत्पत्ति भएकै हामी ठान्छौँ भने हाम्रो यो अविद्याको चित्तले। तर समाधिराजको अनुसार त्यो अभाव समुद्घट भन्ने अनुसार हामी अभ्यास गऱ्यौँ भने हामी उत्पत्ति भएको बुझ्दैन, नभएको बुझ्दै जान्छौँ हामी। त्यस्तै त्रिछान्त्यावतार भन्ने 3 किसिमको हामीले शान्ति भनेको हामीलाई पर्फेक्ट हुने। अब शून्यता भन्ने हामीलाई अब महायानमा पनि यो लामा गुरुहरूले पनि बुझाइरहेको हुन्छ। त्यसको बुझाइ हामीलाई जति उपदेश दिए पनि हाम्रो मनले भएकै शून्यता होइन, भएकै भन्ने हामीलाई लागिरहन्छ। जबसम्म हामी त्यसको अभ्यास प्रयोगमा लाग्दैन हामीलाई भएकै हो, यो केटा केटी बुढाबुढी मान्छे जनावर इत्यादि संसार हिमाल भएकै जस्तो हामीले फिलिङ हुन्छ। जब हामी यो त्रिछान्त्यावतार प्र्याक्टिस गऱ्यो अब त्यो सबै नभएकै हुँदै जान्छ, ब्रह्म परिणत हुन्छ। हजुर ब्रह्म अहिले देखिएको ब्रह्म भएको। तर हामी संसारमा जन्मदाखेरि नै भएको भन्ने अभ्यास गरिरहेको, त्यही आधारमा त्यही इम्प्रेसमा हामी सबै भएकै देखिरहन्छौँ। तर जब हामी त्रिछान्त्यावतार अथवा शून्यताको भावना गर्दै जान्छ हामीलाई यो भ्रम रहेछ, यो भ्रम रहेछ, भएको भन्यो भने भ्रम रहेछ भन्ने हामी बुझ्दै जान्छ। त्यस्ता अभ्यासहरू धेरै किसिमको अभ्यासहरू समाधिराज सूत्रमा पाइन्छ। तर अब दुःखको कुरा अहिलेसम्म समाधिराजको नेपालीमा अनुवाद छैन, इङ्ग्लिसमा अनुवाद छ, नेटमा पनि पाइन्छ, तिब्बतमा पनि छ, तिब्बतन पनि छ। तिब्बतन त भाग्यमणिले भयो, तिब्बतन पढ्ने बुझ्नेहरूको लागि छ। उनीहरूले चाहिँ संरक्षण गरेर राख्यो, उनीहरूले अध्ययन गर्यो, अभ्यास गर्यो। अब हामीले अभ्यास गरेन, त्यतिमा फरक भयो। अब तिब्बतनमा पनि आफ्नै एउटा अभ्यासको त्यो लामडिङ भन्ने परम्परा हुन्छ। सबै सम्प्रदायले त्यो आफ्नै अभ्यासको त्यो टेक्स्टमा मात्रै जोड दिन्छ, तर यो सूत्रहरूमा त्यो जोड दिएको धेरै कमै पाइन्छ। अभ्यासमा बढी जोड दिन्छ। त्यो पनि आफ्नो आफ्नो यो लामडिङ भन्ने टेक्स्ट हुन्छ, त्यसकै आधार भएकोले त्यसको कोड पनि त्यो टेक्स्टमै हुन्छ। त्यसैले यो सूत्रहरू यो तिब्बतन बुद्धिज्ममा पनि अलि डिटेल अध्ययन गर्ने चाहिँ छैन जस्तो लाग्छ। अब त्यस्तै सुरङ्गमा सूत्र अहिले तिब्बतनमा मात्रै छ र इङ्ग्लिस भाषामा पनि अनुवाद भएको छ। यो सुरङ्गमा सूत्र यो चाइनिज बुद्धिज्ममा विशेष यो अभ्यास गरिन्छ। चाइनिज अथवा जापानिज अहिले जैन बुद्धिज्म छ नि, जैन बुद्धिज्म ज्ञान सम्प्रदायमा धेरै यो सुरङ्गमा सूत्रको अभ्यास गरेको चाहिँ पाइन्छ। तर हामी नेपाली अथवा संस्कृतमा यसको अनुवाद छैन। तर यो सुरङ्गमा सूत्र पनि यो विपස්සनाकै एकदम ठुलो एउटा स्रोत। हामी जिइरहेको हामी यो संसार यो भूमरीमा
घुम्नु परिरहेको अविद्या अथवा क्लेश र उपक्लेश जुन छ त्यो क्लेश र उपक्लेशलाई कसरी यो हामी निकाल्ने त्यसबाट कसरी बच्ने भन्ने धेरै उपायहरू यस रङ्गम सूत्रमा पाइन्छ। ठिक त्यसै तथागत गुह्यक सूत्र यो नेवारी यो बुद्धिज्ममा 9वटा मूल सूत्र पाइन्छ। 9 सूत्र भने सबैलाई सायद थाहा नै होला। अब त्यसमध्ये एउटा गुह्य समाज भन्ने परेको छ। तथागत गुह्यक सूत्र कुनै बेला सूत्र र तन्त्र दुई किसिमको विषय छ। तथा यहाँ नेपालमा सेलेक्ट गरेको सूत्र बुद्ध धर्ममा हामी कङ्ग्युरमा गयो भने झन्डै 300-400 प्रकारको सूत्रहरू पाइन्छ। अब त्यसमध्ये हामी सबै पढ्न सकिँदैन। त्यसैले 9 सूत्र 9वटा सूत्र प्रिय पाण्डा, ललित विश्व, समाधिराज, सुवर्ण प्रभास आदि 9वटा सूत्र चाहिँ यो सेलेक्ट गरेर त्यसलाई धर्म भन्ने मानिआएको छ नेवारी बुद्धिज्ममा। त्यसमध्ये अहिले जुन यो नेवारी बौद्धहरूमा तथागत गुह्यक सूत्र भनेर गुह्य समाज सूत्र परेको छ। कुनै बेला तथागत गुह्यक सूत्र लोप भयो होला, यो कुनै कारणले त्यसैको नाम मिल्ने गुह्य समाज भन्ने सूत्र तन्त्र चाहिँ अहिले 9 सूत्रमा परेको छ। त्यसैले वास्तवमा तथागत गुह्यक सूत्र भने हामी बोधिचर्या अवतार, शिक्षा समुच्चय आदि ग्रन्थमा त्यो कोट गरेको नोट गरेको चाहिँ यो पाइन्छ। अब यो तथागत गुह्यक सूत्र गुह्यक भने अलिक गम्भीर विषय, यो प्रज्ञा पाण्डा, शून्यता आदि ज्ञानको गम्भीर विषयको बारेमा डिस्कस छ तथागत गुह्यक सूत्र। तर यो सूत्र अहिले काठमाडौँमा कसैसँग पनि छैन, सबैसँग यो गुह्य समाज मात्रै छ। तर भाग्यवश भनौँ यो तथागत गुह्यक सूत्रको एउटा एक प्रति यो एसआइटी सोसाइटी कलकत्तामा त्यसको सूत्र रहेछ, पाइएको छ। अब त्यही सूत्र अहिले बनारस युनिभर्सिटीमा त्यसको सम्पादन अथवा प्रकाशन गर्ने तयारीमा गरेको छ भन्ने सुनेको छौँ। त्यसैले यो 9 सूत्र मध्येको हामी 3-4वटा सूत्रमा यो सूत्रमा के छ, कसरी अभ्यास गर्न सकिन्छ अथवा त्यसभित्र के छ भने हामी छोटकरीमा जानकारी गराएको भयो। अब त्यसबाहेक अब शास्त्रहरूमा सूत्र र शास्त्र दुई किसिमको ग्रन्थहरू पाइन्छ। कङ्ग्युर भन्छ टिबेटनमा। अब शास्त्र मध्ये हामी मुख्य शास्त्र अभिसमयालङ्कार शास्त्र यो विपसना अथवा बुद्धत्वको लागि प्रियपारमिता भनेको सूत्र मूल उद्देश्य, विभिन्न सूत्रको आफ्नो एउटा उद्देश्य हुन्छ। अब पञ्चरक्षा आदि सूत्र हामी पढ्यो भने त्यसले हाम्रो भय आदि टार्ने उद्देश्य हुन्छ। त्यसमा टार्ने मन्त्र आदि हुन्छ। त्यसबाट हामीलाई अथवा ग्रह दशा आदि त्यस्तो दशाहरू फाल्ने त्यो सूत्रको उद्देश्य हुन्छ। त्यस्तै अब मैत्री सूत्र भन्दाखेरि हामी ब्रह्मविहार अथवा मैत्री भावना कसरी विकास गर्ने भन्ने त्यस्तो विधि हुन्छ। त्यस्तै प्रज्ञापारमिता हामी बुद्धत्व साधारण मान्छे, केही नबुझेको साधारण मान्छे बुद्धत्व अथवा धर्मकाय प्राप्त गर्नको लागि के गर्नुपर्छ, कसरी जानुपर्छ भन्ने त्यो उद्देश्य हो प्रज्ञापारमिताको मूल लक्ष्य। अब त्यो गम्भीर विषय भएकोले धेरै जसो पहिलाका पुराना पण्डितहरूलाई पनि यो प्रज्ञापारमिता साधारण पढेर नबुझ्ने
अहिलेको लागि मात्र होइन कि त्यो नालन्दा विश्वविद्यालयमा विक्रमशिला विश्वविद्यालयमा पढ्ने असङ्ग जस्ता विद्वानलाई पनि त्यो प्रियपाण्ड नबुझेर उहाँले मैत्रीलाई साधना गरेर उहाँबाट यो अभिसमय अलङ्कार आदि 3, 4, 5वटा ग्रन्थ प्राप्त गर्नुभएको थियो। त्यसैले वास्तवमा यो सूत्र त गम्भीर नै हो, तर गम्भीर भए पनि नबुझ्नु चाहिँ होइन। अब त्यसको लागि जुन अभिसमय अलङ्कार त्यो शास्त्र छ, अभिसमय अलङ्कारले त्यो प्रियपाण्डको एकदम यो एक्सप्लोर भन्छ होइन, त्यसको व्याख्या अथवा त्यसको निर्देशन दिन्छ अभिसमय अलङ्कारले। जस अनुसार अभिसमय अलङ्कार अनुसार अभिसमय अलङ्कार अनुसार प्रियपाण्ड 8 भागमा विभाजन गरेको छ। 8 भागमध्ये त्यो 4 भाग शिक्षा, हामी के गर्नुपर्छ के सिक्नुपर्छ भन्ने हेतु भन्छ। बुद्धत्वको लागि हेतु के हो भने यो शिक्षा हेतु अथवा शिक्षालाई भाग। त्यस्तै सर्वकारा विषमबोधि, मार्गकारा विषमबोधि, एकसेना विषमबोधि भन्ने त्यसको 3 भाग फरक छ। त्यसले हामी अभ्यास गर्ने, प्रियपाण्ड कसरी अभ्यास गर्ने। प्रियपाण्ड सायद कसैले पढेको छ भने उहाँहरूले यो प्रियपाण्ड किन होला यो पहिला भनेको कुरा फेरि दोहोरेर आउँछ भन्ने सबैलाई लागेको होला। वास्तवमा सिक्ने क्रममा पनि त्यही कुरा आउँछ, अभ्यास गर्ने बेला पनि त्यही कुरा आउँछ। अब त्यसको फल आउँछ। जब हामी अभ्यास गर्यो त्यसबाट फल आउँछ। फल भने त्यही कुरा आउँछ। त्यसैले त्यो कुरा त्यो दोहोरिँदै आउँछ। अब अभिसमय अलङ्कार अनुसार हेतु, प्रयोग र फल भन्ने विषय छुट्याएको छ। हेतु भनेको अब ठेरबारी अनुसार परियति भनेको पहिला सिक्नु परेन। हामीले केही विषय नसिकिकन हामी केही प्र्याक्टिकल गर्नु त सकिँदैन। अब त्यो परियति सिद्धिएपछि त्यसलाई प्र्याक्टिकल नगरेसम्म त्यसको केही अर्थ लाग्दैन। फेरि त्यसको हामी जस्तै हामी अहिले शून्यताको बारे जति बुझाए पनि बुझेको हुन्छ, कुरामा बुझेको हुन्छ, त्यसको अनुभव चाहिँ हामीले पाएको हुँदैन। जब प्र्याक्टिकल त्यसमा हामी लाग्यो त्यसपछि मात्र रहेछ रहेछ भने हामीले त्यो हुन्छ। अब त्यो बुझेपछि त्यसको फल परियति, प्रतिपत्ति भनेको प्र्याक्टिकल, प्रतिपत्ति अनि त्यसको प्रतिवेद भनेको यहाँ फल। प्रतिवेद भनेको धर्मकाय, निर्माणकाय आदि लाभ हुने त्यो प्रतिवेद हो। अब प्रियपाण्ड अथवा अभिसमय अलङ्कारमा त्यसको एकदम विस्तृत त्यो 600-700 टपिकमा एकदम व्याख्या गरेको छ। त्यसैले बुद्धत्वको लागि बुद्धत्वको विपसना अथवा बुद्धको विपसना के हो भने हामी अभिसमय अलङ्कार अथवा प्रियपाण्डबाट बुझिन सकिन्छौँ। अब त्यस्तै मध्यान्ह विभाग बोधिचर्या अवतार सायद धेरैले बुझेको अथवा हेरेको हुनुपर्छ। बोधिचर्या अवतार त्यसमा पनि विपसना प्रियपाण्ड च्याप्टरमा एकदम विपसनाको चतुस्मृति प्रस्थानसहित त्यो व्याख्या गरेको छ। त्यसै माध्यमिक शास्त्र पनि जुन हामी माध्यमिक शास्त्रमा यो तटका परीक्षा, दुःख परीक्षा, निर्माण परीक्षा भन्ने आउँछ नि, त्यो सबै यो विपसनाको विधिहरू। विपसना हामी यो माध्यमिक शास्त्र अनुसार महायान अनुसार विपसना बुझ्यो भने त्यसमा आएको दुःख परीक्षा, अब श्रावक अनुसार दुःख छ भने दुःख सत्य भन्ने बुझिन्छ। त्यो प्रियपाण्ड अनुसार दुःख सत्य होइन, दुःख भन्ने नै छैन भने त्यसो बुझाइ हुन्छ। त्यो बुझाउने नै यो माध्यमिक अवतारको अथवा माध्यमिक शास्त्रको त्यो उद्देश्य। अब दुःखै छैन भने हामीलाई दुःख हुने काम पनि गर्दैन नि। त्यसैले अब म शास्त्रमा यस्तो छ भन्ने मात्र म
यहाँ बुझाउन खोजेको अब एउटै पुरा त्यो टेक्स्टमा लग्यो भने त हाम्रो एउटै टेक्स्टमै हामी महिनौँ लाग्छ। अब यहाँ नाम लिएपछि तपाईँहरूले कुनै बेला त्यो सुनेपछि यो चाहिने कुरा रहेछ भन्ने हुन्छ नि। त्यसैको उद्देश्यले म यहाँ शास्त्रको पनि उल्लेख गर्दैछु। त्यसै शिक्षा समुच्चय बोधिसत्व अवतार त कसैले धेरैले पढेको होला अथवा सुनेको होला, सुनेको छ कसैले एकचोटि बोधिसत्व अवतारको बारे सुन्नुभएको ल यहाँले सुन्नुभएको छ, अरूले छ ल। यो त एकदम महत्त्वपूर्ण बोधिसत्व अवतार नारायण प्रसाद रिजालले नेपाली भाषामा अनुवाद गरेको छ। यो एकदम यो टिबेटन यो आजकल बाहिर गएर युरोप अमेरिकामा पनि अथवा नेपाली भाषामा पनि नेवारी भाषामा पनि 2-3वटा त्यसको अनुवाद छ। हिन्दी भाषामा पनि छ, इङ्ग्लिस, चाइनिज, जापान, यो कोरियन जे एकदम प्रसिद्ध ग्रन्थ यो बोधिसत्व अवतार। बोधिसत्वको प्र्याक्टिस गर्ने अवतार भनेको प्र्याक्टिसमा कसरी लाग्ने, चर्या भनेको प्र्याक्टिस, बोधीमा प्र्याक्टिस गर्ने, अवतार भनेको लाग्नु, अनि त्यो विधि हुन्छ। एकदम यो बोधिसत्व अवतार नहेरी नपढी नहुने यदि हामी बुद्धिज्ममा इन्ट्रेस्ट छ भने। अब मध्यमिक शास्त्र अब यो पनि सायद बोधिसत्व अवतार नै त्यसको बारेमा पनि नै थाहा छैन भने मध्यमिक शास्त्र अझ त्यो गम्भीर विषय हो, झन् त्यसमा चाहिँ नलागेको हुनसक्छ। त्यस्तै शिक्षा समुच्चय यो पनि सुनेको मात्रै होला, सायद लागेको अथवा देखेको छैन होला। अब बोधिसत्व अवतार जस्तै अब बोधिसत्व अवतार अलिकति कुरा केही कुरा भनौँ। बोधिसत्व अवतारमा हामी जस्तै क्रोध, हामी रिसाउने, रिस उठ्ने केही हामी घटना पर्छ नि। अब बोधिसत्व अवतारमा त्यस्तो रिस नउठ्ने विधि के छ भन्ने त्यस्ता विधिहरू अथवा ध्यान पारेमा ध्यान सम्बन्धी बोधिचित्त उत्पत्ति हामी करुणा अथवा बोधिचित्त कसरी उत्पत्ति गर्ने आदि सबै त्यो विधिहरू बोधिसत्व अवतारमा पाइन्छ। अब त्यस्तै शिक्षा समुच्चय भनेको हामी यसमा चतुस्मृति प्रस्थान भावना लगायत अब हामी एउटा च्याप्टर त्यसमा हाम्रो चित्तलाई अहिले हामी चित्तले हाम्रो मनले अथवा हाम्रो संस्कारले हामीले डराइरहेको छ। हाम्रो चित्तको अर्डरमा चित्तले हामी यहाँ प्रोग्राम छ जाने भन्यो भने आइपुग्यो, चित्तले केही अरू केही त्यस्तो आलम्बनहरू अथवा अरू नै केही देखेर त्यसमा लाग्यो भने उठै लाग्छ, यहाँ आउनु पनि मान्दैन। हामीलाई हाम्रो चित्तले के गरिरहेको भने हामीलाई थाहा छैन अहिले। त्यसले फटाफट आफ्नो काम गर्दै जान्छ, हामी त्यसको पछि लागेर जे भन्यो त्यही लाग्छ। हामी रिस उठ्यो भने हामीले आँखाले देखिँदैन, केही पनि आफ्नो शरीर नै कन्ट्रोल हुँदैन। त्यो सबै चित्त अथवा मनले गरेको विधि। अहिले हामी चित्तको चित्त मालिक अथवा त्यो सारथी, चित्त सारथी भएर हामीलाई डराइरहेको छ। अब यहाँ शिक्षा समुच्चयमा चित्तलाई कसरी हामी जित्ने, त्यसको अगाडि कसरी लाने, चित्तलाई हामी यो घोडा बनाउने, आफू चाहिँ चित्त बन्ने, त्यस्तो उल्टा कुरा सिकाउँछ। त्यसपछि हामी चित्तमा चित्तको अर्डरलाई हामी नमानिकन हाम्रो अर्डरमा चित्तले मान्छ। त्यसरी गर्ने त्यस्ता विधिहरू धेरै किसिमको विधिहरू त्यो शिक्षा समुच्चयमा पाइन्छ। त्यो शिक्षा समुच्चयको नेपाली अनुवाद पनि छैन, नेवारी अनुवाद भइसकेको छ तर पब्लिस भएको छैन अहिलेसम्म। त्यसको कपी अहिले लोटस रिसर्च सेन्टरमा छ। शिक्षा समुच्चयको
हजुर शिक्षा समुच्चयको नेवारी भाषामा शिक्षा समुच्चयको इङ्ग्लिसमा अनुवाद भएको छ फेरि। हामी सायद नेटमा मैले भेटाएको त छैन, तर हुनुपर्छ। धेरै वर्ष अगाडि हजुर इङ्ग्लिसमा अनुवाद भएको छ शिक्षा समुच्चय। नेपाली भाषामा अनुवाद भएको छैन, तर अनुवाद हुनुपर्छ त्यसको। त्यसमा एकदम हामी जङ्गलमा जाँदाखेरि हामीले डर लाग्ला, त्यसमा के गर्ने, हामीले आफ्नो मनलाई कसरी सम्झाउने, अथवा त्यसमा कुनै मन्त्र आदि धार्ने आदि त्यो पढेर त्यहाँ आफ्नो डर निवारण गर्ने, अथवा आफैलाई सम्झाएर पनि हामी जङ्गलमा बस्न सक्ने इत्यादि त्यो उपायहरू धेरै किसिमको छ। त्यस लगायत त्यो विपश्यनाको विधि ध्यानको चतुर्स्मृति प्रस्थान, आनापान स्मृति आदि त्यो ध्यान विधि पनि त्यो शिक्षा समुच्चयमा दिएको छ। त्यसै अभिधर्म कोर्स अहिले जुन खेलबारी अनुसार अभिधर्म सङ्ग्रह भन्ने अभिधर्मको शास्त्र पाइन्छ, त्यस्तै अभिधर्म कोर्स यो वसुबन्धुले रचना गर्नुभएको छ। त्यसको धेरै किसिमको टीकाहरू अथवा अरू किसिमको पनि अभिधर्म शास्त्रहरू छ। त्यसमा पनि विपश्यनाको सबै विधिहरू राम्रोसँग दिएको छ। त्यस्तै भावना कर्म सायद सुन्नुभएको होला। आचार्य कमलशीललाई तिब्बतमा रहँदाखेरि त्यहाँको सायद उपासकले हामीलाई कसरी यो विपश्यना आदि ध्यान गर्ने, त्यसको लागि कुनै शास्त्र भए हुन्छ भन्ने उहाँलाई अनुरोध गरेपछि उहाँले यो भावना क्रम भन्ने एउटा शास्त्र रचना गर्नुभएको थियो तिब्बतमै। त्यसै रचनाको तिब्बत भाषामा अनुवाद गरेर अब त्यसको नेपाली त्यसमा 3वटा भाग छ। प्रथम भावना क्रम द्वितीय, भावना क्रम तृतीय भने त्यसको इङ्ग्लिस अनुवाद नेटमा पाइन्छ। त्यसको हिन्दी अनुवाद चाहिँ यो सारनाथ तिब्बतन युनिभर्सिटीबाट पब्लिस भएको छ। त्यसको बजारमा सायद तिब्बतन बुक हाउसमा पाउन सकिन्छ हिन्दीमा। नेपालीमा पनि एउटा दुईवटा च्याप्टर चाहिँ त्यसको अनुवाद भएको छ। श्री मानन्दर उहाँले भावना कर्मको द्वितीय भाग हो कि प्रथम भाग हो त्यो अनुवाद गरेको छ। यो भावना कर्ममा प्राय यो हामी सर्टकटमा कसरी विपश्यना भावना माया अनुसार विपश्यना भावना गर्ने भन्ने त्यो डिटेल दिएको छ। त्यसै विज्ञप्ति मात्रता सिद्धि यो शास्त्र पनि एउटा विपश्यनाको स्रोत। हामीसँग क्लेश उपक्लेश 20वटा उपक्लेश अनि 6वटा मूल क्लेश भने हाम्रो चित्तमा त्यो जमिरहेको छ। त्यही चित्तले अथवा त्यही क्लेश उपक्लेशले हामीलाई सञ्चालन गरिरहेको छ। हाम्रो क्रोध, राग, द्वेष उत्पत्ति हुने, माया, मोह, छल कपट इत्यादि चिज पनि हाम्रो यो क्लेश हो। त्यो उत्पत्तिलाई यो विनाश गर्ने अथवा विज्ञप्ति मात्रता सिद्धि भनेको हामीलाई केही भएको जस्तो। अब हाम्रो परिवार भनौँ न, परिवार यो मेरो जान, यो मेरो छोरा, यो मेरो छोरी, यो मेरो घर भन्ने हामीलाई लागिरहेको छ नि, त्यो सबै हाम्रो चित्तको अविद्या अथवा राग द्वेषको कारणले मात्रै हामीसँग यो त्यस्तो चित्त हामी उत्पत्ति भएको। वास्तवमा हामी यो विज्ञप्ति भनेको त्यो खेलबाड अनुसार अन्यक्ति भन्छ। वास्तवमा हामीले जुन व्यवहार गरिरहेको छ त्यो सबै नाम मात्रै नाममा अडिरहेको छ। वास्तविक भएको केही पनि होइन, खालि नामको मात्रै आधारमा हामी यो संसार व्यवहार गरिरहेछौँ। त्यसलाई बुझ्न नाम मात्रै हो, वास्तविक यो संसार होइन भन्ने बुझ्ने, त्यसको सिद्धि प्राप्त गर्ने भनौँ न, त्यही उद्देश्यलाई विज्ञप्ति मात्र हो भने है। संसार हाम्रो नाम मात्रै हो, हाम्रो मन मात्रै हो। अब एउटा उदाहरण दिउँ न,
हामी कुनै हामी बुढो भएपछि बिर्सिने बानी हुन्छ नि, बिर्सिने बानी भएपछि घरबाट त्यो निस्केर आफ्नै घर थाहा नपाएर कता कता घुमेको पनि हामी सुन्नमा पाउँछ नि। त्यस्तो भएको भन्ने नै त्यसले जुन नाम आफ्नो धारणा बनाएको छ, मेरो घर यहाँ भन्ने धारणा बनाएको छ, नाम बनाएको छ, त्यो नाम बिर्स्यो। त्यो नाम बिर्सेपछि यो हामी संसार आफ्नो भन्ने नै यो नभएको जस्तो भयो नि। ठिक त्यस्तै वास्तवमा साँच्चै यो केही पनि भएकै होइन भन्ने बुझाउने नै विज्ञप्ति मात्र सिद्धि, त्यसको उद्देश्य। सबै विज्ञप्ति भएपछि हामी निर्माण हुने भन्ने सिद्धि भनेको त्यो निर्माण विज्ञप्ति मात्र भएपछि हामी कुनैमा आलम्बन नै हुँदैन। आलम्बन नभएपछि हामी निर्माणमा लाग्ने यो उद्देश्य चाहिँ विज्ञप्ति मात्रका सिद्धिले दिन्छ। अब यति चाहिँ मुख्य टेक्स्टहरू भयो। त्यस्ता टेक्स्टहरू हामी कङ्ग्योरमा धेरै किसिमको पाइन्छ। अब त्यसमध्ये हामी केही मात्र यहाँ उल्लेख गरेको हो। यो पाइन सक्ने टेक्स्ट मात्रै हो। यो कङ्ग्योरमा उल्लेखित बौद्धिक ग्रन्थहरू हामी बजारमा पाउन अथवा बजारमा छैन, नेपाली भाषा अथवा तिब्बतन बाहेक। अब हाम्रो टाइम त ठिक छ है। अब यो त उल्लेख गर्नुपर्ने त होइन, तर तैपनि हामी नेपालमा विपश्यना भावनाको इतिहास हामी अहिलेको बाटामा यसो हेर्दाखेरि नेपालमा विपश्यना बारे भर्खर मात्रै सुरु भएको हो भने 50 वर्ष भएको छैन भन्ने हामीले भान हुन्छ। तर वास्तवमा हामी अहिले उल्लेखित लिखित प्रमाण चाहिँ छैन, तर अनुमान चाहिँ गर्न सकिन्छ। अब बुद्धकालीन अथवा बुद्धकालीन पछि केही वर्ष यो पछि नेपाल उपत्यकामा बौद्धहरू अथवा भिक्षुहरू आएपछि विपश्यना ज्ञानको प्रचार भएको भन्ने हामी अनुमान गर्न सकिन्छ। यसो भन्दाखेरि कसरी भन्दाखेरि हामी जुन अहिले स्वयम्भू धारा छ नि, स्वयम्भू धारा काठमाडौँको त्यो बुद्धिस्टहरूको लागि नजिक ध्यान गर्न लायक ठाउँ त हामी स्वयम्भू नै अगाडि पर्छ नि। अहिलेको स्ट्रक्चर अनुसार हामी भजनयान अनुसार पूजा विधि अथवा यहीँ केही कल्चर मान्यो, धूप बत्ती दियो, त्यतिमै सीमित रह्यो। तर पहिला हामी अनुमान गऱ्यो भने त्यसको पुरानो अझ 100 वर्ष 150 वर्ष पुरानो त्यो फोटो हेऱ्यो भने स्वयम्भूको अहिले जुन यो सुनको मोलमा लगाएको मन्दिरहरू आदि थिएन। पछि पाल मात्रै सानो चैत्य जस्तो मात्रै छ। अब अहिलेको जुन फर्ममा आउन अगाडि नै त्यसको 1500 वर्ष अथवा लिच्छवीकालीनमा पनि त्यहाँ बिहारहरू रहेको, पछि पनि त्यो बिहारका अविशेषहरू पत्ता लगाएको हामी सायद समाचारमा पढेको होला। त्यसैले स्वयम्भू त्यो डाँडा एउटा त्यति बेलाको अथवा लिच्छवीकालीनको पूर्वार्धमा विपश्यना अथवा ध्यान गर्ने ठाउँ, एकदम लायकको ठाउँ हामी अनुमान गर्छौँ नि। त्यसको टपमा स्वयम्भूको टपमा एउटा सानो चौर जस्तै अहिले त यो हाटी मन्दिर आदि गुम्बाहरू बनेर त्यो ठाउँ चाहिँ छैन। त्यति बेला त राम्रो ध्यानको लागि राम्रो ठाउँ हो भने हामी बुझ्न सक्छौँ नि। त्यसरी बिस्तारै पहिला त्यो डाँडामा प्र्याक्टिस गर्ने ठाउँ, त्यसपछि जुन बुद्ध धर्मको सम्प्रदाय विकास हुँदै गयो भने विकासको क्रम अनुसार त्यो ठाउँ पनि चेन्ज हुने आयो। त्यो चेन अनुसार त्यो स्ट्रक्चरमा पनि यो चेन हुँदै
अहिलेको फर्ममा आएको भन्ने हामी अनुमान गर्न सकिन्छ। प्रमाण हामी अहिले धेरै प्रमाणहरू नेपालमा नष्ट भएकोले त्यो प्रमाण हामी दिन चाहिँ गाह्रो छ। अनुमान चाहिँ हामी गर्न सक्छौँ। त्यस्तै अब पञ्चबुद्धको नाम लिउँ न। पञ्चबुद्धको वैरोचन भन्दाखेरि विरोचन विपස්සना ठ्याक्क नाम हो त्यो। वैरोचन लोचन भनेको हेर्ने आँखा होइन, वीर हेर भित्र र विशेष रूपले अनि त्यस्तो। अब अमिताभ ध्यान मुद्रा भनेको यो समठको सिम्बोल जस्तो भयो। अब अक्षोभ्य भनेको विचलित नहुने, चित्तलाई हामी विचलित नहुने गरी कन्ट्रोल गर्ने इत्यादि। अब रत्न सम्भव भन्दाखेरि अब यो बुद्ध धर्ममा लाग्नु अथवा बुद्ध शरणमा लाग्ने भन्ने इत्यादि त्यो नामले नै हामीले यो कुरा प्रमाण अथवा अनुमान गर्न सकिन्छ इत्यादि। हाम्रो अब हामी गरिरहेर पनि विपसना गरिरहेको भन्ने नबुझ्ने त्यस्तो अवस्था अहिलेको यो नेपाली संस्कृतिमा परिसक्यो। अब नत्र हामी जुन अहिले बिहारहरूमा पातनका बिहारहरूमा हामी पाठ गरेको अहिले साँझ यो टोटर पढ्ने भन्ने एउटा परम्परा छ धेरै बिहारहरूमा। अब त्यो टोटर पढ्ने बेला विपसनाकै टोटर पढिरहेको हुन्छ। जस्तै न जातो न मैकश्चैव न रूपवान भन्ने त्यो विपसना गर्नु मर्ने भन्ने छ, न जन्मने भन्ने छ, न रूप भन्ने छ अनि त्यसरी टोटर पढिरहेको हुन्छ। तर यो विपसना कुरा रहेछ भने त्यो नबुझेर त्यो परम्परामा सीमित भएको चाहिँ हामी पाइन्छ। त्यस्तै अब साधन हो भने जस्तै यहाँ अब गुर्जरहरूको पूजा कर्म गर्दाखेरि उहाँहरूले ब्रह्म विहारको पनि भावना गरिरहेको हुन्छ अनि शून्यताको पनि भावना गरिरहेको हुन्छ। कुनै पनि देवतालाई आह्वान गर्दाखेरि आफू शुद्ध हुनुपर्छ। पहिला आफू शुद्ध हुनलाई यो शून्यता भावना गर्नुपर्छ। यो तिब्बतमा पनि यो पूजामा धेरै पटक आउँछ स्वभाव शुद्ध सर्वधर्माणाम स्वभाव शुद्ध अहम शून्यता ज्ञान स्वभावात्मक अहम भन्ने यो मन्त्र एकदम यो तिब्बतमा पनि त्यही संस्कृतमै आइरहेको हुन्छ। यो गुर्जरहरू पूजा गर्दा पनि यो मन्त्र ठ्याक्कै आइरहेको हुन्छ। तर त्यो भनेको अब शून्यता भावना गर्न भन्ने त्यो टेक्स्टले अर्डर गरेको शून्यता भावना गर्ने है। अब यो देवता साधन गर्न लाग्यो आफ्नो चित्त शुद्ध हुनु पर्यो भन्ने। त्यस्तै यो ब्रह्मविहार अब ब्रह्मविहार गर्नु पर्यो भने ब्रह्मविहारको त्यो भावना यसरी ब्रह्मविहार भनेको के मैत्री करुणा मुदिता उपेक्षा मैत्री भनेको के भने त्यो टेक्स्ट पूजा गर्ने टेक्स्टमै आइरहेको हुन्छ। तर त्यसरी पढेरै सिकाइदिन्छ। भावना गर्नु भनेको चाहिँ फेरि त्यसैले पढ्नेले नै भावना गर्नु भनेर अरूलाई अर्डर दिन्छ। त्यसरी नबुझेर हामी गरिरहेको त्यो प्र्याक्टिस पनि हामी नबुझेर उल्टा गरिरहेको चाहिँ पाउँछौँ। नत्र यो संस्कृतिमा पनि यो बौद्ध संस्कृतिमा पनि अहिले भावना गरिरहेकै छ। अब यो भयो प्रज्ञापारमिता जस्तो विपसनाको ज्ञानले परिपूर्ण। अझ विपसना मात्र होइन कि यसमा बुद्धत्व नै प्राप्त गर्न सक्ने त्यस्तो ज्ञान भएको ग्रन्थ पढ्न पाउने भाग्य भने गुर्जरहरू भन्नु पर्यो।
तर भाग्य हाम्रो पनि नेपालको पनि भाग्य संसारबाट नेपालबाट अथवा इन्डियाबाट बुद्ध धर्म संसारभर फैलिएर आफ्नै भाषामा अनुवाद गरेर आफ्नै भाषामा सबैले चलाए। जस्तै तिब्बतमा तिब्बतन भाषामै, जापानमा जापानिज भाषामै, चाइनामा चाइना भाषामै। तर नेपाल मात्रै त्यस्तो ठाउँ रह्यो कि अहिलेसम्म पनि संस्कृत भाषामै त्यो चलाइरहेछ। भन्दाखेरि त्यसरी संस्कृत भाषामै यो परम्परा त्यो चलाएकोले संस्कृत भाषाका किताबहरू त्यसको कपी हुँदै हुँदै अहिले त त्यो लेख्ने परम्परा चाहिँ गयो, तर संस्कृत भाषाको धेरै किताबहरू नेपालमा सुरक्षित रह्यो। किनभने संस्कृत भाषा नै यो माध्यम भाषा बनाएको रह्यो। त्यही एउटा यदि नेपालबाट पनि आफ्नै नेपाली भाषामा अनुवाद गरेर पहिला अनुवाद गरेको भए अहिले संस्कृत भाषाको कुनै टेक्स्ट पनि सायद रहँदैन होला। त्यसले यहाँको एउटा विशेषता भनेको संस्कृत भाषा बौद्ध धर्मको माध्यम बनाएको रह्यो। तर अहिलेको लागि अब संस्कृत सिकाउने व्याकरण सिक्ने परम्परा टुटेकोले अहिलेको लागि संस्कृत भाषाको टेक्स्टहरू अलि गाह्रो अथवा नमान्ने भयो भन्नु पर्यो नि। अब मूल विषय चाहिँ हामी अहिले अझै चाहिँ व्याख्या गरिसक्यो। प्रियापारमिता सूत्र, प्रियापारमिता सूत्रमा हेतु प्रयोग र फल तीनवटा विषय रहेको छ। हेतु भनेको प्रियापारमिता अथवा बुद्धत्व ज्ञान लाभ गर्ने शिक्षा के हो भने त्यसमा दिएको छ। जसअनुसार बोधिसत्वले श्रावक प्रत्येक र महायानको पनि ज्ञान हुनुपर्छ भन्ने त्यो प्रियापारमिता श्रावकको पनि शिक्षा छ, प्रत्येक बुद्धको पनि शिक्षा छ, महायानको पनि शिक्षा छ। त्यस्तै प्रयोग भनेको अब आफूले सिकेको विषयवस्तुलाई हामी प्रयोगमा लाग्ने अथवा भावना गर्ने, त्यो प्रयोग भयो। त्यसको फल के हो? फल चाहिँ प्रियापारमिता अथवा धर्मकाय, निर्माणकाय, सम्भवकाय भन्ने हामीले बुद्धको मूल फल नै के हुने। यो हेतु प्रयोग र फलको बारेमा यो प्रियापारमिताको दिएको भयो। त्यस्तै समाधिराज सूत्रमा शील समाधि प्रज्ञा र अरू पनि विपसनाका धेरै विधिहरू त्यसलाई सिकाउनु चाहिँ त्यसको लक्ष्य भयो। अब सुरङ्गम सूत्र समाधि मूल क्लेश र उपक्लेशलाई हामी निर्मूल गर्ने त्यसमा शिक्षा दिएको छ। त्यस्तै तथागत विवेक पनि यो शून्यता ज्ञान आदि विषयमा उल्लेख गरेको पाइन्छ। त्यस्तै अरू पनि धेरै सूत्रहरू छ। त्यसमध्ये मुख्य हामी उल्लेख गरेको भयो। अब उपसंहार भनौँ। नेपालमा मात्र होइन, इन्डियामा पनि होला, अरू अब तिब्बतमा पनि होला। हामी विपसना भन्दाखेरि अहिले जुन चलिआएको विपसना शिविर आदि यो थेरवादी अनुसार यो जुन शिविरहरू भइरहेको छ अथवा शिक्षा दिइरहेको छ, त्यसैलाई नै विपसना भन्ने बुझाइ चाहिँ धेरै लागिरहेको छ। त्यति मात्र होइन, हामी प्रियापारमिताका अथवा महायानका धेरै सूत्र कङ्ग्यो विपसनाका प्रशस्त त्यो विधिहरू अथवा ग्रन्थहरू पाइन्छ। त्यसलाई हामीले त्यो अनुसन्धान गरेर पढेर बुझेर त्यसलाई अभ्यास गऱ्यो भने यो महायानको तरिकाबाट पनि हामी अहिले जुन शिविर चलिआएको छ त्यसभन्दा पनि राम्रो शिविर चलाउने, अझ त्योभन्दा पनि राम्रो यो अनुभव विपसनाको अनुभव गर्न सकिने अथवा समाजलाई एकदम मिलनसार एकदम शान्तमय बनाउन सक्ने हाम्रो यो महायान सूत्रहरूमा पाइन्छ। त्यसैलाई म प्रकाश गर्न खोजेको हो। यति भन्दै आजलाई म रोक्न चाहन्छु। मलाई यति मनको भाव प्रकट गर्न मौका दिएकोमा
नागार्जुन इन्स्टिट्युट अथवा डाइरेक्टर मेनन साकेलाई पनि धन्यवाद दिँदै साथै तपाईँहरूले पनि धेरै साथ सुनिदिनु भएकोमा धन्यवाद दिँदै म यहीँ टुङ्ग्याउन चाहन्छु।